के तपाईले बाहिरबाट लगानी भित्र आएर नेपालमा बिजनेस गर्ने सोचिराख्नु भएको छ? वेलकम टु फ्राइडे फाइनान्स विथ आरएस। आजको फ्राइडे फाइनान्समा हामी एफडीआई को अप्रुभल लिनलाई चाहिने डकुमेन्टहरूको बारेमा कुरा गर्नेछौँ। एफडीआई अप्रुभल लिनलाई चाहिने डकुमेन्टहरूमा पहिलो नम्बरमा प्रोजेक्ट रिपोर्ट बनाउनु पर्ने हुन्छ र उक्त प्रोजेक्ट रिपोर्ट कम्पनीको ब्याकग्राउन्ड, मार्केट एक्सपेक्ट, फाइनेन्शियल एक्सपेक्ट, टेक्निकल एक्सपेक्ट सबै कुराहरू समावेश गर्नुपर्ने हुन्छ। दोस्रो नम्बरमा फरेन इन्भेस्टरको बायोडाटा र कम्पनी प्रोफाइल चाहिन्छ। फरेन कम्पनीको कम्पनी रेजिस्ट्रेसन र अन्य रेजिस्ट्रेसन डकुमेन्टहरू चाहिन्छ। त्यसको साथसाथै नेपालमा इन्भेस्ट गर्नलाई कर्पोरेट रेजुलेसन पास गरेको एउटा डकुमेन्ट चाहिन्छ। फरेन इन्भेस्टरको लोकल ब्याङ्कले प्रदान गरेको फाइनेन्शियल क्रेडिबिलिटी सर्टिफिकेट पनि चाहिँदछ। यसको साथसाथै इन्भेस्टमेन्टको सोर्स खुल्ने डकुमेन्ट चाहिँदछ। नेपालमा एफडीआई अप्रुभल कम्प्लिट गर्न र व्यवसाय दर्ता गर्न नेपालमा कसैलाई पावर अफ अटर्नी दिएको डकुमेन्ट चाहिँदछ। यदि फरेन इन्भेस्टर इन्डिभिजुअल भएको खण्डमा उक्त फरेन इन्भेस्टरको पासपोर्ट र यदि इन्टिटी भएको खण्डमा हरेक डाइरेक्टरको फरेन पासपोर्ट चाहिँदछ। यसको साथसाथै फरेन इन्भेस्टरहरूबाट एउटा कमिटमेन्ट लेटर चाहिँदछ जसमा चाहिँ नेपालमा लगानी गरेको पैसा 1 वर्षभित्रमा फिर्ता लिएर नजाने भन्ने कमिटमेन्ट हुन्छ। यसको साथसाथै एउटा जोइन्ट भेन्चर एग्रिमेन्ट चाहिँदछ। तर यदि बाहिरबाट ल्याएको पैसाबाट यहाँनिर फुल्ली ओन सब्सिडियरी कम्पनी खोलेको छ भने या त बाहिरको इन्भेस्टर इन्डिभिजुअल छ भने जोइन्ट भेन्चर एग्रिमेन्ट चाहिँदैन। आजको लागि फ्राइडे फाइनान्समा यति नै। एफडीआई सम्बन्धी कुनै पनि जानकारी चाहिएमा या हेल्प चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।